लुका 2 येशूको जन्म। ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे र कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउनु आफ्नो आफ्नो सहर गए। यसै पनि गलिलको नासरतबाट यहुदियाको बेथलिहम भन्ने दाउदहरूको शहरमा गए, किनभने तिनी दाउदहरूका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएका मरियमलाई साथमा लिएर गए र मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरा जन्माएर उहाँलाई लुगाले बेरेर डोरमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। त्यही इलाकाका गोठालाहरू थिए र जसले चौरमा बसेको राति आफ्नो बगालको रखवाली गर्थे र प्रभुका एकजना स्वर्गदूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज र तिनीहरूको वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुरमा सुताराखेको भेटाउनेछौ। तब एक्कासी ती स्वर्गदूतहरूसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूको शान्तिमा। जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आओ हामी बेथलिहमसम्म जाउँ र त्यहाँ घटेका यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौँ। र तिनीहरूले आतुरीसँग गएर मरियम र एसेफ दुवैलाई र बालकलाई चाहिँ डुरमा सुताइरहेको भेटाए। जब तिनीहरूले यो देखे तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनेको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा सुन्दै मनमा गुन्दै मनैमा राख्छिन्। जस्तै तिनीहरूलाई भनिएको थियो त्यस्तै सब कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। मन्दिरमा येशूको अर्पण। 8औं दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राख्यो, जुन ठाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूत दिएका थिए। मूसाको व्यवस्था अनुसार तिनीहरूको शुद्ध हुने समय पुरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरुशलेममा ल्याए। जस्तो परमेश्वरको व्यवस्थामा लेखेको छ, पहिले जन्मने हरेक जेठो चाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ। अनि एक जो ढुकुर र परेवाको 2वटा बचरा भनी परमप्रभुको व्यवस्थामा भने जस्तै तिनीहरू बलिदान चढाउन आए। यरुशलेमका सिमियोन नाउँ भएका एकजना मानिस थिए। उनी इस्राएलका सन्तानको आशा गर्ने धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीहरूमाथि हुनुहुन्थ्यो। परमप्रभु ख्रिस्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनले पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा बुवाले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उनले उहाँलाई आफ्नो काखमा लिए र परमेश्वरलाई धन्यवाद दिएर भने, अब हे प्रभु, आफ्नो वचनअनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेको छ, जे तपाईँले आफ्नो मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ। अन्य जातिहरूलाई प्रकाशका निम्ति ज्योति र तपाईँले जति इस्राएललाई महिमाको निम्ति ज्योति अनि यहाँका बुबा र आमा उहाँको बारेमा बोलेका कुराहरूमा छक्क परे। र सिमियोनले तिनीहरूलाई आशीर्वाद दिएर उहाँकी आमा मरियमलाई भने, हेर यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट होउन् अनि तरबारले तिम्रो आफ्नो हृदय पनि छेड्नेछ। ओसेरको कुलमा
फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्धा अगमवादिनी थिइन् जो कुमारी अवस्थामा विवाह गरेर 7 वर्ष मात्र लोग्नेसँग बसेकी थिइन् अनि विधवा रहेर तिनी 84 वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिन् तर उपवास र प्रार्थना साथ रात दिन उपासना गर्दै थिइन्। यही बेलामा तिनलाई आएर परमेश्वरले धन्यवाद दिइन् र यरुशलेमको उद्धारको प्रतीक्षा गर्न सबैलाई बालकको विषयमा भनिन्। जब तिनीहरूले परमेश्वरको अवस्था अनुसार सबै काम गरी सिद्ध्याए तब तिनीहरूले गलिलको आफ्नो सहर नासरतमा फर्के। बालक वृद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो र परमेश्वरले अनुग्रह उहाँमाथि थियो। मन्दिरमा बालक येशू उहाँका आमाबुवा निस्तार चाडमा प्रतिवर्ष यरुशलेम जाने व्रत गर्थे। जब येशू 12 वर्षको हुनुभयो तब उहाँहरू चाडको रीतिअनुसार यरुशलेममा जानुभयो र चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कँदा बालक येशू यरुशलेममै रहनुभयो। यो चाहिँ उहाँका आमाबुवाले थाहा पाएनन्। उहाँका यात्रीहरूको दलमा हुनुहुन्छ भन्ने ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँहरू तिनीहरूलाई नातेदार र चिन्जानका बिचमा खोजे तर नभेटाउन तिनीहरू उहाँलाई खोज्दै फेरि यरुशलेम फर्के। 3 दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बिचमा बसेर तिनीहरूलाई कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहेको भेटाए। सुन्नेहरू सबै यहाँ समशक्ति र उहाँका उत्तरहरू छक्क पर्दे। उहाँलाई देखेर उहाँका आमाबुवा चकित भएर उहाँकी आमाले भनिन्, छोरो तिमीले हामीलाई यो के गरेको? हेर तिम्रो बुवा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौँ। उहाँले तिनीहरूलाई भन्नुभयो, तपाईँहरूले मलाई किन खोज्नुभएको? के म आफ्नो पिताको घरमा हुनुपर्छ भन्ने तपाईँहरूलाई थाहा थिएन? तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। तब यहाँ तिनीहरूलाई नासरत जानुभयो र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी कुरा आफ्नो मनमा राखिन् अनि येशू वृद्धिमा कद र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो।